यो चाहिँ नेपालको एउटा नेता हो जसको नाम चाहिँ म एकदम खुसीका साथ लिन सक्छु, गर्वका साथ लिन सक्छु भन्ने नेता चाहिँ कोही आउला अथवा आयो जस्तो लागेको छ? तपाईले भनेको कुरामा हो। मैले जीवित मध्येका पूर्व राजा ज्ञानेन्द्र शाह, जसको अन्तर्वार्ता मलाई मेरो जीवनकालमा, मेरो पत्रकारिताको कालमा एकचोटि गर्नु मन छ। यो बीचमा पूर्व राजा ज्ञानेन्द्र शाहसँग मेरो 2 वर्ष अगाडि यही सन्दर्भमा भेट भयो। हामीले 1.5 घण्टा, खास 25 मिनटको समय थियो, तर 1.5 घण्टा हामीले अनौपचारिक संवाद गऱ्यौँ। त्यस पछाडि भेट्दा, छोटो भेट्दा पनि उहाँले मलाई राजेन्द्र भनेर बोलाउनुहुन्छ। त्यो दिन छुट्ने बेलामा उहाँलाई मैले मसँग कहिले संवाद गर्ने भन्दा धैर्य गर राजेन्द्र, समय आउँछ भन्नुभएको थियो, तर त्यो समय आएन। त्यसो हुँदा तपाईँले भनेको यी नेताहरू कोहीबाट पनि देश बन्दैन भन्ने चाहिँ होइन। जस्तै मलाई केही नेताहरूसँग उहाँका केही चिजहरूसँग आशा छ। जस्तै बालेन शाह, जो हाम्रो अपकमिङ प्राइम मिनिस्टर हो, बालेन शाहका केही कमी कमजोरीहरू बाहेक अरू चिज मलाई राम्रो लाग्छ। गगन थापा, अब आज नेपाली कांग्रेस एकदमै धेरै खुम्चियो, मरिच जस्तो चाउरियो हैन। गगन थापासँग मलाई एकदमै धेरै आशा छ। यो मुलुकमा गगन थापा एकचोटि प्रधानमन्त्री भए हुन्थ्यो भन्ने छ। मलाई रवि लामिछानेसँग पनि आशा छ। रवि लामिछानेका कतिपय अब गुणहरू छन्, ती अब अदालतमा केसै छ, तथापि पनि उहाँसँग पनि आशा छ। केपी शर्मा ओली, उहाँलाई त अब यो भदौ 23 र 24 को प्रकरणको ठुलो आरोप पनि छ, तर नेपालका नेताहरूमा विकासको सपना देखाउने नेता जस्तो लाग्छ। एकदमै स्वार्थ कम भएको नेता जस्तो लाग्छ बाबुराम भट्टराई, तर गलत ठाउँमा परेको मान्छे जस्तो लाग्छ। त्यो भएर कसैसँग आशै छैन चाहिँ होइन, तर आई हेभ नट सीन अ कम्प्लिट प्याकेज। मैले एउटा कम्प्लिट प्याकेज चाहिँ कसैमा देखिरहेको छैन। तर यो चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले जितेको 182, कांग्रेसको 38 या एमालेको 27, यो सबै हेर्दा मलाई केही पात्रहरू चाहिँ राम्रा पात्रहरू संसदमा आछन् जस्तो लाग्छ। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीले कतिपय ठाउँमा चाहिँ अर्को राजनीतिक दलबाट पनि बहिष्कृत, अर्को राजनीतिक दलबाट पनि त्यहाँ पनि तिरस्कृत मान्छेलाई पनि टिकट दिएर जितेको छ। अहिले घन्टी चिन्ह मात्रै भए पनि, बालेन भन्ने नाम मात्रै भए पनि चुनाव जित्ने हालत बन्यो। तर कतिपय चाहिँ यस्ता उम्मेदवारहरू, तपाईँ पीएचडी पनि नेपाललाई एकदम चाहिने विषयमा गरेका हैन, एकदम विज्ञ मान्छेहरू, उनीहरू पनि आएका छन्। तर उनीहरूको बारेमा अहिले नै मैले सही र गलत भन्न किन हतार हुन्छ भने दे आर नट टेस्टेड येट।